हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि साथीहरू अर्को नयाँ भिडियोको साथमा हामी आज चाहिँ यस्तो भ्यूमा आइसकेको छौँ। हजुर दाइ र म ट्याक्क ओरे माथि डाँडा छ, भ्यू पनि जान्छ त यस्तो भ्यू परेर चिसो, त्यस्तो चिसोमा नि हामी भिडियोको लागि भने यस्तो हिँड्दैछौँ है साथीहरू। सबैजनाले ट्याक्क भिडियो देखिदिनु के छ, सब्सक्राइब चाहिँ गरिदिनु है त ल। अब सुरु गरौँ हाम्रो भिडियो। सर लक्क लाएर हेर्न सक्नु। टेम्परेचर कति छ त अहिले? चिसो चिसो नि छ, खासै हुनुपर्ने पनि त चिसो हुन पर्नेको आज हात ठेक्सिएर पुरै हेर्न सक्नुहुन्छ पुरा। साथीहरू भ्यू खेल्न मन छ भने आउनु है त, ट्याक्कसँगै ट्याक्कै खाउँला होइन। सर यस्तो जाडो होइन, कस्तो देखिन्छ? दामी छ। अरे पल्ला चाहिँ गइदिनु नि। अब हामी चाहिँ माथि टपमा जाने भन्ने कोसिस गर्दैछौँ। कोसिस जारी नै छ, हिँड यस्तै छ। हिँडेर जाउँ, हिँड्यो भएर के हुनु? यही छ नि बाटो होइन? यो होइन र चिन्नु न चिप्ले बिस्तारै पैसिलो है फेरि गयो गयो। मेरो घरै साथीहरू सही त छैन बाटो आयो फाइनली साथीहरू। हामीले बाटो पायो, यो हो त। अब चाहिँ हामी माथि डाँडा जान्छ, हिउँ झरे परेन धन्यवाद र मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो। हाम्रो चाहिँ झन्डा रेडी हुँदैछ, अहिले झन्डा रेडी गर्दैछ। यस्तो चिसो लाग्छ है ल। अलि चाहिँ भयो नि, अलि तान्नु न, चिसो लाग्दैछ। हामीले ऊ तल गाउँदेखि आएको, यो तल जुम छ नि तल तल गाउँतिरबाट आएको। अब दाइरो म चाहिँ ट्याक्क माथि जान्थ्यो, यहाँ हिँडेपछि त जाडो हुन्न, अनि त्यही भएर अनि ट्याक्क दाइले जाऊँ भने ट्याक्क हेर्छौँ। हामी चाहिँ ट्रेकिङ जाँदैछौँ फाइनली साथीहरू। पोल्यान्डको ट्रेकिङ भयो चाहिँ यो पर्ने बेलामा चिसोमा। जाडो त त्यस्तो भएन नि त। त्यस्तो चिसो फिल त भएन मलाई चाहिँ होइन। हिँडिरहेको छ नि त होइन, बाटो यस्तो छ। अनि जुत्ताभित्र पुरै हिउँ। दाइको गर्लफ्रेन्डको नाम चाहिँ एनबाट आउँछ फुल्ली, तर पहिले नि कोही आएको छ जस्तो लाग्यो। झन्डै चाल साथीहरू घुम्न आउनु ट्याक्क लाग्यो यस्तो जङ्गलमा। कहीँ जानु पर्दैन, मुड फ्रेस गर्नु छ भने यस्तो जङ्गलमा आउने हो, ट्याक्क घुम्ने दालक्क हेर्ने। हिँड्नु त थोरै छैन अझ, तर यता दिनबाट नजिक हुँदो रहेछ यता मलाई। यस्तो छ यहाँ जङ्गल चाहिँ, जङ्गलमा किचगन्डी त छैन होला पक्कै पनि जहाँसम्म लाग्छ। एकदम समरमा आएको थियो,
त्यहाँ चाहिँ आएको छैन यता हुँदै यता होइन हामी अस्ति आएको त यताबाट हो नि बाघ त छैन है पोल्यान्डमा हिउँ चितुबारी साथीहरू चितुबारी कहाँ पाक्ने हामी यो चाहिँ साथीहरू हामी पहिले एकचोटि आउँथ्यो अरे क्याम्प फायर गरेको थियो यहाँ चाहिँ एकचोटि हामी समरमा आएको थियो समरमा यहाँ आएर क्याम्प फायर गरेर फर्केको थियौँ अब जाने भने चाहिँ वहाँ माथि हो टाढै छ अब हाम्रो विषयलाई चढ्न सक्छ सक्दैन हेरौँ लेट्स के हुन्छ अब जाने बेला चाहिँ 10,000 ओह्रालो त चिप्ले खेल्यो भने चाहिँ जाने बेला त जस्तो जस्तो जङ्गल माथिल्लो जाउँ के म जाउँ सकिन्छ है नि ल यो चाहिँ सजिलै पार हुन्छ जस्तो छ दाइ पनि सजिलैसँग जानुभयो म पनि सजिलैसँग जान्छु यसमा चाहिँ साथीहरू मान्छे हिँडेर टक्क लिक बनाइसकेको रहेछ धेरै सजिलो भयो यसमा चाहिँ कहाँ हिउँ झारेर हिँड्न झार्नु न लेखिन्थ्यो हेर्नु सक्नुहुन्छ यस्तो ठाउँबाट आएको हामी दाइयो चाहिँ चढ्दैछ जाउँ नलड्ने लड्यो भने त म नि खाराङखुङमा आउँछ भन है ल जाउँ फेरि यस्तोसम्म आउने हो यस्तरी आउने हो रनमतीको दाइ हेर यस्तो रहेछ लड्यो यहाँ पुगेको मान्छे कहाँ आयो जुत्ताभरि हिउँछुरी खिच्नु त दाइ यहाँ लडेको खास है अघि त मोबाइलमा थियो त अब त यस्तरी झाडी समय हिँड्छ ल अझै माथि अझै यो ठाडो छ यार यता बाटो छैन थ्याङ्क यू त्यो अहिले थाहा भएको बाटो हिँड्नु नि सजिलो छ लड्दैन हो हिँड्नु म अगाडि जान्छु सुन साथीहरू उकालो त कति चढ्ने कति छ उकालो जुत्ता पुरै भिजिसक्यो भित्र मोजा हिउँ छिरेर आज त आएन जस्तो दाइ मान्छे यस्तो लिकहरू त आज मान्छे आएन हामी अहिले दोस्रो बेस क्याम्प हो उहाँ तल त दोस्रो बेस क्याम्प त्यसपछि फाइनल बेस क्याम्प चाहिँ उहाँमा थियो पुग्दैछौँ यस्तो नि हुन्छ लड्दै देखिएको छ मङ्गलम आइया नि आम्मा हो छन्दैन डाँडा छैन ल यस्तो दामी सिन छ ल अनि यसरी दुःख पनि छ मलाई मेरो हातले पनि काम गरेको छैन चिसोले यो सुन्नेर हाल्दै आउँदैछ अब पुग्ने चाहिँ यही हो ल हाम्रो फाइनल बेस क्याम्प यही हो अनि फाइनल बेस क्याम्पमा पुग्न थाल्यो साथीहरू होइन ब्लग गरेको छ कि हो अहिले मान्छे लड्छ भनेर
बाप रे बाप लडेर चिप्लेर लडे पनि यतैतिर अड्क्यो भने चाहिँ ठिकै हो नत्र यो भित्रबाट बिस्तारै त्यहाँ झन् अप्ठ्यारो हाडामा कहाँ कसरी लडेको या यस्तो अप्ठ्यारो छ बाटो सजिलो त छैन हेर्दा दाइ दाइ आएको देखाइदिन्छु बिस्तारै आउने यस्तो हो क्या रुममा के सुतेर भने छुट्टीको दिन यता ट्याक्क आयो भने मुड पनि फ्रेस हो सबको आनन्द अनि आफूलाई मनमा केही छ भने सुकुन हुने भयो ल दाइ आउनु ल अब आइसक्यो भने फाइनली ल हाम्रो बेस क्याम्प चाहिँ आयो है अब म यहाँ चाहिँ के लेख्ने छु भने ल नेपाल ठिक छ यो नबिराउने झन्डा झन्डा उडिनु पर्छ अनि अर्को कुरा है हाम्रो यहाँ फक्स दाइ फक्सै हो नि होइन अनि ऊ पनि ट्रेजिङ गरेर सिकार गरेर यहाँ बाघको नली खुट्टा बोकेर यहाँ जाने धेरै टाढो छ नि त हामी चाहिँ अब एकदम टाढो भएर यहाँ पुरा हात छिडाएर आँखाले के देखेन नाक लाटै हो हात पुरै लाटै छ अनि फर्केको हामी चाहिँ रात पनि पऱ्यो यस्तो जङ्गल छ फेरि जङ्गलमा फेरि दुईजना मात्र छन् दाइ र म दाइको पनि हालत खराब भइसक्यो है मेरो भन्दा त दाइको हालत खराब भइसक्यो होइन म त स्थिर ठिकै छु हात पनि चलायो यो हावा चलायो रुखहरू चाहिँ नभएको छ रुख भाँचेर डम्मा लाग्यो मऱ्यो भने त सक्यो नि है जङ्गलमा कसले भेट्नु लाग्छ यस्तो देख्नुहुन्छ थुप्रै जाडो छैन यहाँ बाटो हेरेर त्यतिकै हो हिउँ परेछ हिउँ होइन हामी चाहिँ एकछिन त्यता फोटोसोटो खिच्यो दाइ र म मिलेर अनि अब ट्याक्क घर गइन्छ ट्याक्क तातो तातो भात बसालेर खाइन्छ अनि पहिलेको चाहिँ यता चाहिँ नेट चल्दैन फेरि यहाँ यो एरियामा चाहिँ किनभने यतापट्टि चेक रिपब्लिक पर्छ यहाँबाट पारी त्यहीँनिर बोर्डर अनि जङ्गलको बोर्डर यहाँ लट्ने के हो ल जस्तो लागिसक्यो साथीहरू ल ठिक छ सबैजनाले भिडियो हेरिदिनु होला भरेतिर आउँछ होला म सकेसम्म भरे हाल्छु ट्याक्क ल हेरेर लाइक कमेन्ट हानिदिनु है त ल सबैजनालाई बाई बाई यो मेरो भ्लग चाहिँ मैले यहाँ इन गरेँ किनकि अब म यहाँ हिँड्न नसक्ने अवस्थामा छ साथीहरू भ्लग भन्दा नि अब बाटोदेखि हेरेर हिँड्नुपर्ने अवस्था छ है त ल सबैजनालाई बाई बाई सी यू नेक्स्ट भिडियो